इन्ट्री एक्जिट सिस्टम युरोपका सबै सेन्जन कन्ट्रीहरूमा लागू भइसकेको छ 12 अक्टोबर पछाडि। कतिपयले ओहोरदोहोर गरिसक्नुभयो, यी कुराहरू थाहा पाइसक्नुभयो। कतिपयलाई चाहिँ जिज्ञासाको विषयवस्तु नै छ, किनभने हामीले एयरपोर्टमा के हुन्छ, कसो कसो हुन्छ भनेर भिडियो फोटो त खिच्न पाउँदैनौँ। बाहिरबाट भित्र छिर्ने बित्तिकै त मान्छेले कसैले भिडियोहरू गरिरहेका हुन्छन्। त्यस्तो अवस्थामा सेक्युरिटी देख्यो भने तपाईँको क्यामेरा, तपाईँको मोबाइल खोज्न सक्छ। त्यही कारणले गर्दा भित्र भएका अनुभव मात्रै बताउँ। म बाहिर त गएको छैन, तर मेरो छोरा भल्यान पुगेर आएको कारणले गर्दा उसले बताएका कुरा म भन्दैछु यहाँ। तपाईँ फर्स्ट टाइम एयरपोर्टमा छिर्ने बित्तिकै एउटा ठुलो स्क्रिनमा तपाईँको पासपोर्ट राख्नुपर्ने हुन्छ प्यानलमा। त्यसपछि मेसिनले त्यो पासपोर्ट रिड गर्छ, तपाईँको फेस स्क्यान गर्छ, अनि त्यसपछि 4वटा औँलाको फिङ्गर राख्न भनिन्छ। त्यो फिङ्गर दिएपछि ओके हुन्छ। अनि तपाईँलाई 2-4वटा क्वेसनहरू सोध्न सुरु गरिन्छ। जस्तै फर्स्टमा तपाईँको एकोमोडेसन छ भन्नुहोस्। तपाईँको रिटर्न टिकट छ भन्नुहोस्। तपाईँको बस्ने टाइम ड्युरेसनभरि सफिसियन्ट खर्च छ कि छैन, खर्च गर्ने खर्च छ कि छैन, त्यो पनि छ भन्नुहोस्। अनि लास्टमा सोधिन्छ तपाईँको मेडिकल इन्सुरेन्स छ कि छैन भनेर। मेडिकल इन्सुरेन्स चाहिँ नेसेसरी चाहिँ होइन, छ भने छ भन्नुहोस्, छैन भने छैन भन्नुहोस्। यति गरिसकेपछि प्रोसेस कम्प्लिट हुन्छ र तपाईँ इन्ट्री गर्न पाउनुहुन्छ।